यति राम्रो सिन देखाइदिन्छु मैले अझ यहाँ देखाउँछु क्या तपाईहरुलाई यति राम्रो सिन देखाइदिन्छु झारपात भिडियो अरे कस्तो भिडियो देखाउनु गरेको अनि हेर्नु यहाँ वाउ यहाँ कस्तो राम्रो यहाँ हेर्नु यस्तो डोकोमा कपडा हाल्नु अइ बाँडर रहेछ के हो सुप्री केले हल्लायो यसरी डराउँदै चाहिँ क्या हेर्नु यहाँ यस्तो राम्रो सिन हेर्नु यस्तो हेर यहाँ हरबर यहाँ यस्तो जमाना अचल कहाँ गयो यस्तो राम्रो भिडियो देखाइदिँदा मैले झारपात भिडियो रे सर यो पिपल यहाँ बस्ने ठाउँ यहाँ धारो ठ्याक्क एक भारी घाँस लिएर आएर यहाँ थके मेटेर पानी खाँदा कस्तो आनन्द आउँछ थाहा छैन झारपात भिडियो भन्छन् झारपात भिडियो र यहाँ हेर्नु धान त त्यो पानीले कस्तिर मार्दैछ हेर सर यो बाँसघारी कसरी हल्लिन्छ यहाँ र यो पिपलको रुखहरू देख्नु यहाँ त फोरो है क्या अलि देखाउनु यहाँ जलाउने ठाउँ यहाँ कपडा धोएर सर्लक्क पारेर मेरो नन्दले सुकाइदिनु अब यस्तो मान्छेहरू देखाउँछु मैले हरिपरि तपाईहरुलाई झारपात भिडियो लाउँछ झारपात भिडियो ला ठिकै छ म यहाँ देखाउँछु के हेर स्वर्ग हेर्ने गाइस स्वर्ग हेर्ने हो ध्यान हेर त यो ओइ के हो र अब के हो सक्ने यहाँ बाँदर रहेछ कि आगा हेलो गाइज यहाँ मेरो नन्दा यहाँ हेर्नु यिनको हाल हेर न यहाँ पहिला हिँड्ने आइने कपडा सपडा लिएर अब यति राम्रो यहाँ यो सिन देखाइदिन्छु मैले यहाँ हेर्नु ठ्याक्क यहाँ यो पिपलको रुख यहाँ हेर्नु यो धारो उस्तै राम्रो अब यो धारोमा नहुने मान्छे उस्तै राम्रो छन् अनि फेरि यहाँ यति धेरै कपडा धोएर अनि यो धान हेर्नु त यहाँ अहिलेको मौसमले गर्दा धानको हालत कस्तो छ यति राम्रो देखाइदिन्छु मैले हेलो नेप्लिज फ्यामिली वेलकम ब्याक टु माई च्यानल सुनिता वालक छ फेरि पनि स्वागत छ मेरो आजको न्यू ब्लगमा आयो तपाईँहरू पनि सन्चै आराम हुन्छ म पनि एकदम सन्चै आराम छु अनि आजको मेरो न्यू डे ब्लग चाहिँ स्टार्ट भइसक्यो साथीहरू अनि यहाँ चाहिँ हामीले कपडा धुन आएको यहाँबाट स्टार्ट गर्दै हम अब घर फेरि बाबा मम्मी हुन्छ मम्मीहरू फेरि गाली आएको जेमा पनि भिडियो गर्छन् अनि यहाँ चाहिँ हामीले यस्तो सर्लक्क कपडा धोएर सुकाइछौँ यहाँ चाहिँ धाराबाट स्टार्ट भयो हाम्रो मैले कसैलाई देखाएको छैन है क्या मैले कसैलाई पनि देखाउँदिनँ कसैलाई पनि म के भन्ने त्यसलाई त लिने होइन यहाँ गाइज अब हामी कपडा धोएर अब सबै सकेर डोकोमा हालेर जाने हो अहिले चाहिँ सुकाउँदै अझै छ यत्रो कपडा धुन जाने हो अब हामी हापा लगाइरह बाँडेर आएर यहाँ हैरान पारेको हामीलाई बाँडेर आएर धान मिचेर बसिरहनु देखिनु हेर्नु म चाहिँ यत्रो वर्षसम्म बोकेँ मेरो नन्दको पालि आइछ यहाँ अब के गर्नु अब उकालो मुखो यस्तो धौ हुन्छ गाह्रो छ मलाई गाह्रो छ डढा होइन अब डढा छैन आफूले भन्ने मेरो बुढा होइन मैले के भन्दै रुना त्यही मलाई कसो गरे त्यो देखिने आफ्नो बुढालाई त्यस्तो पिर लाउने पिर लाग्यो र अनि कसो गरे त्यो देखिने तैँले गर्दा हो मलाई यहाँसम्म भएको मैले के गरेँ त्यो त नि देखिने अनि किन रुनु भयो त नि रुन परेन त कसो यसो गरे त्यो तँलाई यहाँ तैँले गर्दा म यहाँसम्म पैसा हुने बेला भइसक्यो भनेको देखिने बुढालाई सम्झना त पिर लाउँछ नि खतरामा लाउँछ बुढाको म अगाल हाल्न हिँड्छु हरिमु जस्तो कहाँ पाइन्छन् यहाँ छु का हजुरआमा घाँस बनाउँदैछु बाख्रालाई क्या बताए अब ऐसा मत दिखा ना
ल छिटो ला हानिदिन्छु अहिले। मेरो बुढाले यहाँ सफा गरेको, यहाँ चाहिँ ट्र्याक्टरले जोत्ने रे, यहाँ काँदी चोरेर लिएर रोपेको सुन्तला हो यो दुईटा। घरमै जमाएको ए जमायो। ओ त एउटा थियो, त्यहाँ थियो, यहाँ थियो, यहाँको गयो, अझ दुईटा चाहिँ छ। कहाँ? दुईटा चाहिँ छ। यो चाहिँ हाम्रो घरभित्र चाहिँ भाइ छ, भाइलाई बोलाउनु। भाइ सुन्दैन। टोपिनी कति रहेछन्? ऊ यहाँ टिप्न जाऊँ को बरु लिएर आउनु, यहाँ सबै नै मैले पारा टिपौँ। हेर्न सक्नुहुन्छ गाइज, आज हामी सरसफाई कार्यक्रम गर्दैछौँ। मेरो बुढीले खन्दैछन्, सासू बुहारीले सफा गर्दै खानु त। यत्र बे दुईटा झगडा गरेको थियो, बल्ल थान्का लाखन है। सासूले बुहारीलाई हान्ने, बुहारीले सासूलाई हान्ने गरिरहेको थियो, भर्खर हो छोडेको। अझ पनि छोडे छैन रे। ल्याऊ भनेर हाँसो त एकचोटि खै, ल्याऊ भनेर हाँसो त खै। जेठी बुढी लिनु नि यो, अनि किन हेला गर्नु र? भनेको पो मैले तपाईँले माया गर्दिनँ। यहाँ चाहिँ हामी बेसार खन्दैछौँ। हेर्न सक्नुहुन्छ गाई, हाम्रो बुढी हिँड्ने क्रममा चाहिँ लडेको छन् होइन। यी खुट्टा चाहिँ फ्र्याक्चर भएको छ कि हेर त, हिँड्ने ढङ्गै छैन कि, हिँड्ने ढङ्गै छैन। हामी चाहिँ जोत्न स्टार्ट आफ्नो छोराले काम गर्छ। जोत्न त सबै जोत्ने, ट्र्याक्टर चलाउने गर्छ का। मम्मी हट्नु त। भाइले जोतेर सकिसक्यो, अब मम्मीले त्यही लगाएको मामी। त्यसले सकियो हेर, उचाला त त्यहाँ राख्नु जोत्न पार्नु सिधि लायो खोइ।
उचाल नि जुरुक्कै यति हो कति छ यसले देखिसक्यो मैले देखेँ अस्ति नै सिखिरी लहर बेचेर है अलि खोलेर देख्ने एकछिन पछि फेरि यहाँ लहर फेरि बेच्छ ठुली मम्मीको आँखा हो कसरी यो बाङ्गिन्छ कहाँ अस्ति नै एकछिन हात त बढाइछु भाइ मलाई झ्याममा झ्याममा न हात उठाए अनि भोलिबाट ट्र्याक्टरमा काममा जान्छु नभने ल मलाई ढोक गरे तिहारमा ल्याइदिएको मैले तँलाई ल कस्तो देखिया राम्रो आयुष्मान भयो फेरि एकचोटि गर्नु ल आयुष्मान बाबा कैसा लगा बढ़िया गाइस यो बुढो बनाउँदो रिसान लाग्यो र तर त नरिसाउ दाजु भाके भयो थोडा यस्तो गर्न त ल्याएको के अरे यता फर्काउनु बनाउ त भनेको छु त मैले यहाँ आउनु रिसाउनु पर्छ मन जाने कि घाँस काट्न पर्दैन कि म आउँछु अब क्या के गर्यो त रिसाउनु भने त्यति गरे के गरे हैन कि थोडा म काटेर आउँछु थोडा अके रिसा हैन थोडा अनि सँगै गयो भयो त एकछिन काटेर आउँछु के म थोडा कस्तो हजुर के रिसाउँदैन को रिसाइछ त नि खेले राखेर बिहान दिए गेम कतिखेर खेले छोडा नरिसाउ